ड्रिङ्क्स ब्रेक नेपाली क्रिकेट फेरि पनि सिडब्ल्युसी लिग टुर्नामेन्टको केही इन्फर्मेसन लिएर उपस्थित भइसकेको छ। आज नेपाल र युए बीच खेल भएको थियो भने युएले पहिले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। युएको बलिङ नेपाली ब्याट्सम्यानमाथि हाबी हुँदै गएको थियो भने नेपाली ब्याट्सम्यानहरूलाई निकै नै सकस बनाइरहेको थियो। नेपालका ब्याट्सम्यान आसिफ शेख, भीम सार्की, रोहित पौडेल लगायतका ब्याट्सम्यानले युएका बलरहरूले नै निकै नै सस्तोमा समेटेका थिए भने दिपेन्द्र सिंह ऐरीले एकतर्फबाट नेपालको इनिङलाई सम्हालिरहेका थिए। दिपेन्द्र सिंह ऐरीले अर्धशतीका पारी खेल्दै नेपाललाई एउटा सम्मानजनक स्कोरतर्फ लगेका थिए भने नेपालले युएलाई 201 रनको टार्गेट दिएको थियो। दिपेन्द्र सिंह ऐरीलाई सोमपाल कामी, करण केसी, बसिर अहमद जस्ता ब्याट्सम्यानहरूले साथ दिँदै नेपालले 200 रन बनाउन सफल भएको थियो भने त्यस पश्चात निकै नै कन्फिडेन्ट देखिएका युएका ब्याट्सम्यानहरूलाई नेपाली बलरहरूले सुरुवाती चरणमै विकेट लिँदै युएका ब्याट्सम्यानहरूलाई पनि दबावमा राख्दै नेपाली बलरहरू अगाडि बढिरहेका थिए भने करण केसीले 4 विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले क्रमशः 3-3 विकेट लिएर नेपाललाई 37 रनको फराकिलो जित हासिल गर्न मद्दत पुर्याएका थिए। साथसाथै खेलको कुरा गरिरहँदा नेपालले सिडब्ल्युसी लिग 2मा आजको दिनमा जितका साथ सुरुवात गरेको छ भने युएले सुरु गेममै हार बिहोर्नु परेको छ। नेपालले 37 रनको फराकिलो जित हासिल गरेर 12 पोइन्टमा 2 पोइन्ट थप्दै 14 पोइन्ट हासिल गरेको छ भने अझै पनि नेपाल 7औं स्थानमै रहेको छ। आजको खेलको स्कोर कार्ड यस प्रकार रहेको छ। नेपालले पहिलो ब्याटिङ गर्दै कुशल भुर्तेलले 24 रन, बसिर अहमदले 20 रन, दिपेन्द्र सिंह ऐरीले 75 रन, सोमपाल कामीले 15 रन र करण केसीले 22 रन भने बाँकी ब्याट्सम्यानहरूले 20 रन कटाउन सफल भएनन्। साथै युएको बलिङको कुरा गर्दाखेरि जुनेद सिद्दिकीले 9.2 ओभरमा 3 वटा मेडेनका साथ 33 रन खर्चिएर 3 विकेट निकाल्न सफल भयो भने केविन तन्वीरले 10 ओभरमा एउटा मेडेन ओभर फ्यालेर 41 रन खर्चिएर 2 विकेट निकाल्न सफल भयो भने अरू क्रमशः एक कुमार र एच अलीले एक विकेट निकाले। साथै युएको ब्याटिङको कुरा गरिरहँदाखेरि हरप्रीत सिंहले 39 रन, अर्शदीप नाथले 30 रन, मोहम्मद वसिमले 34 रन प्रहार गरेका थिए भने नेपाली बलरहरूको कुरा गर्दा करण केसीले 9.2 ओभरमा 2टा मेडेन ओभर फ्यालेर 19 रन खर्चिएर 4 विकेट लिन सफल भएका थिए। साथै सोमपाल कामीले 9 ओभरमा एउटा मेडेनका साथमा 50 रन खर्चिएर 2 विकेट लिन सफल भएका थिए भने दिपेन्द्र सिंह ऐरीले एउटा मेडेनका साथमा 30 रन खर्चिएर 1 विकेट लिन सफल भए। सन्दीप लामिछानेले 2 वटा मेडेन फ्यालेर 25 रन खर्चिएर जम्मा-जम्मी 2टा विकेट लिन सफल भए भने ललित राजवंशले एउटा विकेट लिन सफल भए। यो खेलको मेन अफ द म्याच उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै दिपेन्द्र सिंह ऐरी भएका छन् भने अब नेक्स्ट खेल सोमबार युए र ओमान बीच हुनेछ। नेपालको गेम 29 अप्रिलको दिन ट्यु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा रहेको छ भने नेपाली समर्थकहरूले नेपालको गेमको लागि थोरै समय पर्खिनुपर्नेछ। यस्तै इन्फर्मेटिभ भिडियो हेर्नको लागि हाम्रो यस च्यानल अथवा पेजलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।